राधेश्याम सबैजनामा, सबै दर्शकवृन्दहरू सुस्वास्थ्य हुनुहुन्छ होला होइन। अनि हजुरहरूले मलाई अर्थसहितै भनिदिनुहोस् न, गीता त पढेर हजुरले पाठ सुनाउनु हुँदैछ, हामीले त बुझिएन भन्ने खालको कुरा भयो है। अनि अर्जुनले भक्तियोगमा के भन्नुहुँदैछ भने, के भनेर प्रश्न गर्नुहुँदैछ भगवान्लाई भने, एवं सततयुक्ता ए भक्तस्तम पर्युपासते ये चाप्यक्षरम अव्यक्तम तेषम के योगवित्तमाह। अर्जुन भन्नुहुँदैछ, भगवान्सँग प्रश्न सोध्नु हुँदैछ, हे भगवान, हजुरका दुईटा प्रकारको पूजा हुन्छ। जो मानिसहरू तपाईँको साकार रूपको पूजा गर्छन् र जो मानिसहरू अव्यक्त निराकार रूपको पूजा गर्छन्, ती दुई मध्ये चाहिँ कुन चाहिँ उत्तम योगी हो, कुन चाहिँ श्रेष्ठ योगी हो भनेर अर्जुनले सोध्नु हुँदैछ। र अर्जुनले सोधे अनुसारले भगवानले भोलि पक्का पनि उत्तर दिनुहुनेछ। भोलिको उत्तर हजुरलाई म सुनाउनेछु अवश्य नै। त्यति भन्दै जय श्री राधे, श्री कृष्ण र शुभरात्रि।